जानु जस्तो बताओ चिस्टे बजाएर सान्नु पर्यो टोइलेट कहाँ चाहिँ राखेछ यसले कहाँ बनाएछ चिस्टेले चिस्टे ओ चिस्टे कहाँ चाहिँ एकछिन म कपुर आउँदैछु बोल्दा यहाँनिर एकछिन पढे एक कट्टु लाउँदैछु म पक्कै पक्कै आइहालेँ म कहाँ छस् तेरो टोइलेट कहाँ छ टोइलेट यता छ कता यता यता छ त यता छ टोइलेट यता यता स्टेन्डै यहाँनिर पर्ने बेला भइसक्यो कहाँ छ यहाँ छ टोइलेट यसरी अग्ने यहाँ यसरी 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 अनि यस्तोमा त न पानी न के गर्नु हक्दै गर ल यहाँनिर हक्दै गर न हक्दै गर यस्तोमा लु यसोमा कसरी हग्नु मैले भन् त यस्तोमा चाहिँ कसरी हग्ने चिस्टे बच्चा हक्दै गर ल हक्दै गर ल ल यसले हगेर चाकुस हगेर ल यस्तै हो तेरो टोइलेट त्यस्तै हो हग्न हक त्यहाँ हग्न हक 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 त्यहाँ हगेर आइज नि त त्यहाँ पुसेर त्यो पात त्यहाँ छेउमा राख भएर म छिटो हगेर आइज ल आए बल्ल सन्च म त्यस्तै बच्चाको टोइलेट त्यस्तै हो अनि हग्नु त अहिले चाहिँ भयो भने भर्खर घर नयाँ बन्दैछ यहाँ घर भर्खर नयाँ बन्दैछ हाम्रो अन्त हग्ने पर पाखा गएको हुँदैन थियो त्यो मैले पाखामा हगेको कहिले देखेँ जस्तो पाखामा हग्ने देखेको म बचेको यो चिस्टे बच्चाले मलाई के साह्रो हेपेको आम्मा यसलाई लागेपछि ल भोलि यसको मैले जान यसले त मलाई पटक्कै पो टिप्रेन त अय्या के बिजो के बिजो पन्जा कहाँ राखेँ मैले फेरि यहीँ राखेर गयो जस्तो लाग्छ त पन्जा पनि छैन त कता पो राख्यो पन्जा भन्दै हो र आज मोङ्की किङको भइरहेको ए यो चिस्टे बच्चाले पो लाग्छ मेरो पन्जा तर पखी त लाग्छ अर्काको पन्जा कसले लाउनु ला यो चुस्टे गाँठालाई एक दुई दिन के म उता बाहिर गएको बेला यसो घरमा काम गर्नेलाई पानी सानी दे भनेर घरमा राखेको त ठेकदारै हुँ जतिकै पो गरेछ यसलाई लाखेस् न परे भोलि भेटेको नि फेरि यसलाई मैले जानेको छु आम्मा आज त तिर्खा लागेर मर्यो के गरेर सुन्दिनँ त के साह्रो गर्मी आज अझै हो गाडी साह्रै पेसर तात्यो होला हौ भाइ साहबलाई दिनु पर्यो लगेर
साहबले प्रेसर तात्यो होला भनेर जाने म दिउ किनेर ल्याइदिएको काई साहबले गर्ने ताइले ल्याउँछस् कसको चोरेर ल्याइस् भन् चोरे ल्याएको होइन काई साहब कुल हुन्छ यो खाइ हेरौँ न कसको चोरिस यो MUMOUNDAM यो खोइ यो ड्यू भनेको छ काई साहब यहाँ हेर्नु त यी ड्यू भनेको छ दिउने भनेको त खाइ हेर्नु त काई साहब लु ले त ड्यू नै हो ढाँटेको रहेछ नि मरिस होइन काई साहब ड्यू नै हो त खाइ हेर्नु त लु के गर्छ हेर्नु न त्यहाँ अब ऊ देख्नुभयो हो ड्यू काई साहब खाइ हेर्नु त ड्यू नै होइन काई साहब हो नि तैँले कहाँबाट ल्याइस् भन् त मैले किने लगाएछ परबाट दोकानबाट कसको दोकानबाट ल्याइस् त्यो रिठेको दोकानबाट दितीको दोकानबाट हो के भरे होइन रहेछ अनि अनि हो काई साहब कहाँ ढाँचो झन् काजी साहबको प्रेसर बोर्ड होला भने चिसो ल्याइदिएको भरे खान्छु ल म पनि काई साहब ल ल त्यत्रो बाटो हिँड्दाखेरि अलिकति तिर्खा लाग्यो मलाई पनि तिर्खा लाग्यो जाम खाए जस्तो गरेर खान्छस् नाटक मार्छ क्यौ होइन काई साहब मिठो छ काई साहब होइन मिठो छ म पनि काम सघाउँछु काई साहबले ल ल ट्याक ट्याक टुकटुक गर्न यताउति यो बार हिँड्ने काई साहब यताउति ऊ त्यसो पर बारे ल काई साहब ल म बास काट्छु एकछिन बास काट्दै काट्दै म गयो ल काई साहब म काटिहाल्छु यसरी काट्ने काई साहब ल काई साहब ल त्यसलाई अलिक पातला बना यसलाई बिचारतिर त्यस्तो होइन तेर्सो यस्तो भयो काई साहब मजाले घुर्केर बना रिने खाए जतिकै गर्छ भन्न पनि एत्तेरिका मलाई सरप त त्यसकै क्या होइन काई साहब होइन 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 कहाँ सर्नु काटिरा हो सिगान चुहिएर मुखाभित्र छिर्रा आडिसक्यो यो घर बनाएर काजी ल्याउने हो काई साहब ल साथी ल्याउनु पर्यो नि त्यतिखेर काजिनीको बहिनी म पनि लान्छु ल ल ल म दिनै सघाउँछु अब काई साहबलाई यहाँ ल ल काचाप दुस्ता लगाएको भएन सुस्ते त्यस्तै पछि यहाँ खाने यहाँनिर अघि भर्खर दिउ लिएर आएँ भन्दै थियो किनेर यसले मेरो पसलमा जोडेर ल्याएको काचा तेरो तँलाई किनेर ल्याएको भन्दै थियो झार्दै थियो म थिइनँ पसल त्यतिर अगाडि पनि पर्न लागेको अगाडि पनि चल्ला मैले त्यो चोरेको त्यहाँ राखिरहेको त्यो दोकान अगाडि त्यो बोलाउनु पर्दैन मान्छे अनि काई साहबले चिनेकै जस्तो लाग्यो अनि चिने भने ल्याउनु पर्छ त मागेर माग्नु पर्दैन अन्त काई साहबले चिनेकै हो जस्तो लाग्यो नि त अनि काई साहबले भन्नुहुन्छ भरे भन् पकाइ त तँलाई पक भरे पक तँलाई ओ चिज त तँ आइज यहाँ त छिटो आउँछस् कि भाटा लिएर आऊ घुमेर यहाँ आइज अरे अब काजीले हजुर काई साहब उता भएर घिउ राख्यो तैँले अघि किन मलाई ढाकिस् किनेर ल्याएको भनेर किन भनिस् तपाईँको मान्छे जस्तो लाग्यो काई साहब फोन गरेर भन्नु होला भने नि काई साहब तँ किन ढाटिस् मलाई किन ढाटिस् किन ढाटिस् भरे